निस्किनु भएको छ यार उताबाट निस्किनु भएको छ जङ्गलबाट नि दिलले फेरि हरेन लास्टै बजाइदिने है दिलले फेरि हरेन लास्टै बजाइदिने है त्यो घुम्नु हिँडेको होइन घुम्नु जाँदाखेरि चाहिँ त दाइले चर्चा लाएर यहाँ बिग मार्टमा सामान बिग मार्ट सुपरसलमा सामान किन्नु लागि भइरहेको छ होइन के 500 भयो नि दाइ कति भयो 500 भयो दाइ यसलाई डबल हालिदिनु न है प्लास्टिक डबल चाहिँ डबल हाम्रो किराना पसल हो पछाडि बाइक छोडेको तिमीलाई पाउन हामी ठ्याक्कै माथि Oi guys, dan dia bawa tu, dari guys dia anak semua kelas ini. Daná bora lá yo saudara sana Tuh dah. साथीले देखेकै छैन भर्खर देखाएको छ ऐसिरो भन्छ यार त्यहाँ है साथी उताबाट उहाँबाट घुमेर हो साथीहरू पुरै हिँडिरहन होइन त्यहाँ चाहिँ तपाईँको झोलामा हालेर लिएर जानुपर्छ है यही देखेको तपाईँले नि दाइ त्यो झोलामा हाल्नु त यो झोला पुरा मसँग फाइनली हामीले गुराँस तिरिसक्यौँ तपाईँ चढ्नु ल बिस्तार चढ्नु नि फेरि दाइ चढिसक्नुभयो गुराँस तिर्नु ल दाइ लडेल है होइन यार दाइ मुनि भात छ है ल ल टिप्दै मुनि फ्याल्ने बुझ्यो त यार यो गुराँस दबाई हुन्छ नि त यार आउनु ल तपाईँले यार यस्तो भित्र गुराँस नि देख्नु भएछ
दाइ झरिसक्नुभयो दाइले एक मुठा लिएर आउनुभयो ल हाम्रो भ्युअरलाई देखाइदिनु त दाइ ल दामी ल बेमाउसँग फल यस्तै हो साथी हो त्यसको त हाँगै भएको छैन यार हौ त्यो हाँगै ल्याउनु त हाँगै उतापट्टि हो यस बबाल ल त्यहीँ भाँच्नु न त यार किन नभाँच्ने ला दाइले यार यस्तो दामीको ठुङ्गा लिएर आउनु भने तपाईँको झोला त म भिड त्यो चाहिँ बबाल छ ल काफल पनि छ ठाउँमा त तर यता मुनि भइसक्यो ठिक छ दाइ पुग्यो ल बबाल छ ल सबै देखाइदिनु त एक यस्तो गरेर दामी ल दाइ एउटा प्लास्टिकमा हाल्नुपर्छ ल तर प्लास्टिकको कहाँ हो यार अहिले के भन्दै हुनुहुन्छ बेमौसमको फल हो रे यो मौसमकै होइन ल फिर्ज्यौँ हेलो साथीहरू म चाहिँ फाइनली है गुराँस टिपेर आएँ होइन गुराँस टिपेर आइसकेको छु खासै राम्रो त छैन बेमौसमको फल यस्तै हो अब राम्रो नभए पनि राम्रो मानेर टिपेको छु मैले चाहिँ भाइरमा थियौँ एउटा हाम्रो साथीहरू चाहिँ अगाडि गइसकेको छ नि मैले चाहिँ भाइर कहिले चलाउनु दिएको छु हामी आज खासमा चाहिँ घन्टीका आएको गुराँस टिप्ने भनेर आएको अघि खासै टाइम मिलेको थिएन आज त्यही पनि टाइम मिलाएर यसो कस्तो छ साथी हो भनिदिनु होला है यस्तो पाएर केयर हाम्रो टोली त पछाडिबाट आएर अनि हाम्रो अगाडि पनि हेरौँ न सहरतिर जाँदैछौँ होइन त्यहाँ चाहिँ सिधा रोडले सिधै माथितिर जाने एउटा मन्दिर कटेर होइन अनि त्यहाँबाट फेरि उकालो जानुपर्छ उकालो गएर ओह्रालोतिर झर्नुपर्छ तपाईँहरू हामी चाहिँ आउँदै गर्छौँ होइन त्यो हेर्दै गर्नु होला होइन अब चाहिँ हाम्रो रोडले राइड गर्नुहुन्छ है त्यही नै हो बाटो यस्तो बवाल छ होइन हाम्रो यहाँ ठुलो फेरि लाउरे त ठुलो देखिरहेको छ लाउरे नै हो यस्तो अर्को होइन जस्तो भयो भने होइन जिल्लाको नै गर्थ्यो हाम जिल्लाको घाम सत्य सत्य कुरा दाइ काफल त टिप्नु पऱ्यो नि यार काफल जस्तो चिज न हो यहाँ राम त अब हामी काफल टिप्दैछौँ है यहाँहरूले देख्नुभयो मैले देख्नु यसलाई दाइले बाइक राख्दै हुनुहुन्छ होइन सो हामी अब काफल टिप्ने निर्णयमा झरिसकेको छौँ होइन दिदीहरू चढिसकेछ दिदीले फेरि हरेन लास्टै बजाइदिने है दिदीले फेरि हरेन लास्टै बजाइदिने है हरेन लास्ट बजाइ ल यार यस्तै यसलाई चाहिँ बी केयरफुल है ब्रदर दया त्यो सामान भएको झोला निकालिदिने नि तपाईँ यार उहाँ हाम्रो बुनु चाहिँ फेरि सानो जिउको मान्छे सिधै माथि चढिदिने है म चाहिँ होइन कपाल टिपेर नि आइसकेको छु बुनेर राखेँ कपडा त नदेखाउँ कपडा त यस्तो डेन्जर छ होइन अनि अब यो त त्यो हातमै बोक्नु पऱ्यो होला तपाईँलाई परिसकेको छौँ होइन त्यहाँ कलाएर हामी पनि गएर खाजा खाने हो खाजा टक्क देखाइदियो त्यहाँ कसैले खाजा खाने त्यहाँ कसैले इन्जोय गर्ने आज इन्जोय हुन्छ क्या हाम्रो इन्जोय हुन्छ होइन त्यही भएर यहाँलाई ब्रो हामी चाहिँ होइन आज कापल चापल पनि टिप्यो होइन लालीगुराँस सबै टिप्यो होइन सो हेर्दै गर्नु होला अब चट्ट लगाएर हामी लालीगुराँस देखाइदियो त लालीगुराँस ओ लालीगुराँस देखाइदिनु त बुनु ओइ हालिदियो भने जसले उता हाल्ने मोबाइल छ अहिले यति नै म अहिले देखाउँछु तपाईँलाई काफल चाहिँ है ल फेरि यहाँ हाम्रो जङ्गली खाजा यस्तो बवाल छ जङ्गली खाजा छ यो कसैले हाम्रो यहाँ स्प्राइट छ बिस्तारै ल मोलमाल कम्पनी हाल्नु न मोलमाल कम्पनी हाल्नु न हाल्नु कति हुन्छ त्यो उसो भुट्नु पनि हाल्नै कम छ भाइ त्यो नफ्यालिहाल्नु न बिग्रेकोलाई त्यो त्यसको चाहिँ हाल्ने मैले भन्नु त खोज्नु खोजेको थिएँ मैले यो चौचाउन हाल्छु
अर्को रहेन रहेछ त के गर्ने पुग्यो होला छोरी हामी हाम्रो पोर हामी आफै उठाउनु त्यो अर्को थाहा भयो भने त्यता दाइ यो समात्नु म स्प्रायर हाल्छु बोइला स्प्रायर हाल्नु समात्नु र छोरीहरू बढी पुतर पतर गर्छौ अहिले सुन्यो भने ल अब सबैजनाले समाउँ त ए अब यो भिडियो अहिले अहिले लास्टमा हान्नु आउँछ के काफल चाहिँ किन निकाल्नु त काफल कहाँ हान्नु दाइले हेरेको फेरि म त चम्मन सक्दिनँ खाउ न हजुर हजुर मेरो दाँत कमजोर छ